घर को कथा मन को व्यथा मायाले लेखेको जीवन गाथा हाँसो पनि छ आँसु पनि छ सपनाले सजिएको बाटो पनि छ हातमा हात साथमा साथ जीवनका मोडमा कहिले दिन कहिले रात घरको कथा हाम्रो कथा माया विश्वास र सम्बन्धको कथा घरको कथा रोहित, आजको दिन विशेष छ है। हरेक दिन विशेष हुन्छ नि। आज झन् विशेष। चिठा परी कि क्या हो? बेलुका थाहा हुन्छ। आज छिटै आउनु है। किन? काम छ। के काम? सरप्राइज। मेरो पनि सरप्राइज छ। साँच्चै? हो। रिया म निस्क्यो है। हस्, टाइममा आउनु है। ल आज तिमी आउने छौ मुस्कान लिएर आउने छौ हो, मैले त गिफ्ट पनि लिएर आएको थिएँ त। आज त पक्कै सम्झेको होला। तिमीले सम्झेका छौ आज आज तिमी आउने छौ मुस्कान लिएर आउने छौ मनले भन्छ बारम्बार तिमीले सम्झेका छौ आज आज के भएको होला? यस्तो स्पेसल दिन पनि भुले जस्तो छ। 6:05 हुन लागिसक्यो, अहिलेसम्म आइपुग्नु भएन। 7 पनि बजिसकेछ। अब त अति भइसक्यो, फोनै गर्नु पर्यो। हेलो। एकैछिनपछि कल गरौँ ल। कस्तो होला, आजको दिन पनि बिर्से जस्तो छ। आज पनि काम नै प्यारो। खाना खायौ? के हुन्छ नि? के भयो? के भयो है? के भयो? आज कुन दिन हो? आज मङ्गलबार। अनि के होइन? के भयो होला? पानी खानु पर्यो पहिला। ओ माई गॉड, आज हाम्रो एनिभर्सरी। मैले फेरि बिर्सेँ। Shit. रिया
कहिलेकाहीँ मानिस गल्तीले दिन बिर्सिन्छ, तर त्यो दिनसँग जोडिएको भावना बिर्सिनु हुँदैन। आज म रिसाएको छैन, तर दुखी छु। रिया। आज मात्रै थाहा भयो तिमी कति खास रहेछौ। माया थियो मनभरि, तर दिन नै बिर्सिए। तिमीलाई खुसी पार्ने सपना आँखै अगाडि टुटेछ। घर त उस्तै छ यहाँ, तर तिमी बिना रित्तो रहेछ। अनमोल, हेलो। रिया मसँग छ। को बोल्नु भएको? रिया मसँग छ। को बोल्नु भएको? यदि उसलाई फिर्ता लिन चाहन्छौ भने आज राति 10 बजे भेट्न आऊ। को बोल्नु भएको हजुर? हेलो, फोनै काटेछ।